नमस्कार साथीहरू, तपाईलाई मेरो च्यानलको अर्को भिडियोमा स्वागत छ। यो भिडियोमा नेपाल प्रिमियर लिग सिजन 2 को सबै टिमहरुको प्लेयरहरुको बारेमा कुराहरु गर्नेछु। यो भिडियो स्पेशली कुन टिममा कुन फरेन प्लेयर खेल्दै छन् भन्ने बारेमा हुनेछ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। भिडियो मन पर्यो भने भिडियोलाई लाइक र शेयर गर्न नभुल्नु होला र च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। भन्दा पहिला सुरु गरौँ एनपीएल सिजन 1 2024 का च्याम्पियन जनकपुर बोल्ट्सको तर्फबाट। सबैभन्दा पहिला जनकपुर बोल्ट्समा लियारु मिलन्थाको कमब्याक भएको छ। मिलन्था लास्ट सिजनका हाईएस्ट रन स्कोरर पनि हुन्। पछि एन पार्नेल पनि टिममा जोडिन सफल भएका छन्। त्यसैगरी साउथ अफ्रिकाकै स्टार प्लेयर इमरान ताहिर पनि जनकपुर बोल्ट्ससँग जोडिन सफल भएका छन्। त्यसपछि कुरा गरौँ लास्ट सिजनका रनर अप सुदूरपश्चिम रोयल। सुदूरपश्चिम रोयलमा सबैभन्दा स्टार प्लेयर क्रिस लिन जोडिन सफल भएका छन्। बेस्ट लिगमा पनि उनले राम्रो प्रदर्शन गरिरहेका छन्। त्यसैगरी पोहोर सालका खेलाडी हरमित सिंह र स्कट कुग्लाइन पनि सुदूरपश्चिम रोयलमा वापसी भएका छन्। उनीहरू दुईटा प्लेयरहरू पनि यो साल पुनः सुदूरपश्चिम रोयलका लागि खेल्नेछन्। यही क्रममा बिग ब्यास लिगका अर्का हार्ड हिटर जस ब्राउन पनि सुदूरपश्चिम रोयलमा आबद्ध हुन सफल भएका छन्। अब कुरा गरौँ कर्णाली एक्स। लास्ट सिजन शिखर धवन जस्ता खेलाडी लिएर एकदमै प्रख्यात टिम बनेको थियो। यो साल पनि उनीहरूका लागि अरू फरेन प्लेयरहरू खेल्नका लागि साइन गरिएको छ। त्यो मध्ये हुन् स्कटल्यान्डका स्टार बलर मार्क वाट। त्यसैगरी पोहोर साल कर्णाली एक्सकै लागि खेलेका अस्ट्रेलियन खेलाडी विल बसिस्टो पनि फेरि यो साल पनि कर्णाली एक्सकै लागि खेल्नका लागि साइन गरिएको छ। सोही क्रममा नेदरल्यान्डका ओपनर र हार्ड हिटर म्याक्स ओडाउड पनि कर्णाली एक्समा जोडिएका छन्। कर्णाली एक्सले अझै एउटा प्लेयर भने एनाउन्स गर्न बाँकी नै छ। अब कुरा गरौँ यो सिजन तहल्का मचाएर एकदम स्टार प्लेयरहरू साइन गरेको विराटनगर किङ्स। विराटनगर किङ्सको लास्ट सिजन 2024 मा खासै राम्रो प्रदर्शन भएन। उनीहरूकोमा यो साल भने स्टार प्लेयर फ्याफ डु प्लेसिस, जसको लागि केही इन्ट्रोडक्सन दिनुपर्ने जरुरतै छैन, उनी आबद्ध भएका छन्। साथै मार्टिन गप्टिल जो लास्ट सिजन पनि विराटनगर किङ्सका लागि खेलेका थिए, यो साल पनि उनी विराटनगर किङ्सका लागि खेल्ने भएका छन्। त्यसैगरी स्कटल्यान्डका प्रसिद्ध खेलाडी जर्ज मन्सी पनि विराटनगर किङ्सका लागि खेल्ने भएका छन्। त्यसैगरी विराटनगर किङ्सले फास्ट बलरको रूपमा साउथ अफ्रिकाका मार्टिन डिलङलाई पनि आबद्ध गर्न सफल भएको छ। उनी 140 प्लस गर्ने प्लेयर हुन् र उनको बलिङले यो सिजनमा विराटनगर किङ्सको बलिङ अट्याक एकदमै स्ट्रङ बनाएको छ। अर्का खेलाडी विराटनगर किङ्सले स्याम हेजलेटका रूपमा आबद्ध गर्न सफल भएका छ। उनी पनि राम्रो ब्याट्सम्यान हुन्। अर्को टिम चितवन राइनोजले पनि यो साल केही स्टार खेलाडीहरू साइन गर्न सफल भएको छ। पोहोर साल खेलेका रवि बोपारा र सोहेल तन्वीर पुनः टिममा आबद्ध भएका छन्। सुदूरपश्चिम रोयलका लागि एकदमै राम्रो प्रदर्शन गरेका सेफ जेब जो एनपीएल सिजन 1 का प्लेयर अफ द टुर्नामेन्ट पनि थिए, उनी भने यो साल चितवन राइनोजको लागि साइन गरिएको छ। अर्का ब्याट्सम्यान डेभिड मलान इङ्ल्यान्डका स्टार ब्याट्सम्यान हुन्। उनी पनि चितवन राइनोजमा जोडिन सफल भएका छन्। त्यसैगरी अर्का बलर अल्पेश रामजानी पनि चितवन राइनोजमा एड भएका छन्। उनी पनि एकदमै क्रुसल बलर हुन्। टी20 को लागि उनले धेरै लिग्सहरूमा राम्रो प्रदर्शन गरिरहेका छन्। अर्को टिम कुरा गरौँ पोखरा एभेन्जर्स। पोखरा एभेन्जर्स फरेन खेलाडीहरू किन्नमा केही स्लो जस्तो देखिएको छ। उनीहरूको लागि अहिलेसम्म एउटा मात्रै नाम सार्वजनिक गरिएको छ र त्यो नाम हो एडम रोसिङटन। उनी पनि एउटा राम्रो प्लेयर हुन् जुन पोखरा एभेन्जर्सको लागि राम्रो प्रदर्शन गरेर देखाउन सक्छन्। बाँकी प्लेयरहरू पनि एनाउन्स हुन बाँकी नै छ। अर्को अलिकति स्लो देखिएको टिम भनेको लुम्बिनी लायन्स हो, जसले अहिलेसम्म धेरै कोचिङ स्टाफ मेन्टरहरू साइन गरिसकेको छ। त्यसमा नेपालका खतरनाक ओपनर सुभाष खकुरेल पनि पर्दछन्। उनी पनि एज अ मेन्टर लुम्बिनी लायन्सको लागि हायर गरिएको छ। तर प्लेयरको केसमा हेर्ने हो भने दुईटा प्लेयर मात्रै लुम्बिनी लायन्सले अहिलेसम्म एनाउन्स गरेको छ र थर्ड प्लेयर एनाउन्स गर्ने छाँडकाटमा छ। पहिलो प्लेयर लुम्बिनी लायन्सका लागि डार्सी सर्ट हुन् जो अस्ट्रेलियन खेलाडी हुन्। उनले बिग ब्यास लिगमा एकदमै राम्रो प्रदर्शन गरिरहेका छन् र उनी एउटा क्रुसल ब्याटर पनि हुन्। त्यस्तै अर्का खेलाडी लुम्बिनी लायन्सका लागि थोमस ड्राका हुन् जो एउटा खतरनाक फास्ट बलर पनि हुन्। उनको बलिङले उनले धेरै लिगहरूमा इम्प्रेसिभ पर्फर्मेन्सहरू दिएका छन्। उनी यो सिजन एनपीएल लुम्बिनी लायन्सका लागि खेल्नेछन्। त्यसैगरी मेरो होम टिम काठमाडौँ गोर्खाज। काठमाडौँ गोर्खाजले पनि यो साल केही बिग नेम्सहरू आफ्नो टिममा आबद्ध गर्न सफल भएको छ। युएसए का तर्फबाट एकदमै खतरनाक प्रदर्शन गरिरहेका मिलिन्द कुमार यो साल
काठमाडौँ गोर्खासका लागि खेल्नेछन्। काठमाडौँ गोर्खासका लागि गेरार्ड एरास्मस जो नमिबियन क्याप्टेन पनि हुन्, उनको वापसी भएको छ। उनी पोहोर साल पनि काठमाडौँ गोर्खासबाटै खेलेका थिए र यो साल पनि उनले कन्टिन्यू काठमाडौँ गोर्खासबाटै खेल्ने भएका छन्। त्यसै गरी इटालियन स्टार प्लेयर रिकार्डो भास्केन्सेलेसको पनि काठमाडौँ गोर्खासमा साइनिङ भएको छ। उनी पनि टिमका लागि एकदमै क्रुसल प्लेयरका रूपमा साबित हुनेछन्। मनी पटेल, जोन सिम्सन र बेन चार्ल्सवर्थ पनि काठमाडौँ गोर्खासका लागि एड भएका छन्। उनीहरू अरू लिगहरूमा राम्रो प्रदर्शन गरिरहेका खेलाडी हुन् र होपफुली काठमाडौँ गोर्खासका लागि पनि यो सिजनमा उनीहरूले राम्रो प्रदर्शन गरेर टिमलाई अगाडि बढ्नमा मद्दत पुर्याउनेछन्। नेपाल प्रिमियर लिग सिजन 2 2025 का लागि साइन भएका फरेन खेलाडीहरू यिनै हुन् र अझै केही खेलाडीहरू साइन हुनलाई बाँकी नै छन्। यो भिडियोमा यति नै। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। भिडियो मन पर्यो भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। र मैले अर्को भिडियोमा हरेक टिमको डाइसेक्ट गर्नेछु र कुन टिममा कस्ता नेपाली खेलाडीहरू र फरेन खेलाडीहरू छन् र उनीहरूको कस्तो कम्बिनेसनले गर्दाखेरि टिमलाई अगाडि बढाउन सफल हुनेछ भन्ने कुराहरू गर्नेछु। एनपिएलको फिक्सर पनि अनाउन्स हुँदैछ। एनपिएल फिक्सर अनाउन्स भइसकेपछि कुन दिनमा कुन म्याच हुँदैछ र कुन म्याच चाहिँ एकदमै इन्ट्रेस्टिङ र कम्पिटिटिभ हुनेछ त्यो बारे पनि एनालिसिस गर्नेछु। त्यही भएर किप वाचिङ माई च्यानल। प्लिज डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब। Thank you very much. See you in next video.